हेलो साथीहरू सबैजनालाई। आज चाहिँ हामी सबै फ्यामिली भएर हल्दीतिर जाँदै थियौँ। अनि उतैतिर एउटा गेमिङ जोन पनि छ, बाबुलाई पनि उतै खेलाउनु पर्यो भनेर। अनि बाबु पनि खुसी हुँदै गएको छ, आज त गेमिङ जोन जान पाइयो भनेर। बाबा र छोरो भएर खेल्दै जिस्किँदै हिँड्नुभएको छ। बाबा पनि छुट्टी थियो आज। अनि हामी चाहिँ गेमिङ जोनमा गइसक्यौँ। बाबु चाहिँ उहाँ छिरिसकेका, भित्र गइसकेका। उसलाई चाहिँ यहाँ आउन पाएपछि केही पनि चाहिँदैन, यति खुसी हुन्छ। उहाँ गएर भित्र गएर उहाँ बसिसकेछ, उहाँ मेरो जस्तै रहेछ सेम भनेर देखाइरहेछ। अनि कुन गेम खेल्ने भनेर उहाँ रोजिरहेछ, कन्फ्युज भइरहेछ। हेर्दैछ म कुन गेम खेल्दा मम्मी भन्दै थियो। अनि उसको फेभरेट हो उहाँको बाइकमा चढेर खेल्ने गेम। बाबा र छोरो भएर उहाँ खेल्दै हुनुहुन्छ, खेलिरह उहाँ। बाबालाई उहाँ तपाईँले जान्दै जान्नु न बाबा, छोडिदिनुहोस् के भन्दैमा बाबालाई गाली गरिरह। अनि हेरी खेल्दै खेल्दै त्यो सिट अनि हिँड यो गेम त सिद्धिसक्यो छोरो भने झर्नै नमान्ने कि बाबु। अनि बल्ल बल्ल झारेर अनि फकाएर अनि बल्ल बल्ल झर्न थाल्यो। यति जिद्दी छ नि, भनेकै मान्दैन कि आजकल फेरि यति अटुरी भयो। अनि बल्ल बल्ल झारेर उसलाई फेरि अर्को गेम के खेल्दै हुनुहुन्छ उता। कति छिटो सक्यो नि कि 2 पाउन्डमा 1 मिनट पनि खेल्न नमिल्ने, कति छिटो सकेको क्या त्यो गेम पनि। बाबा छोराको कम्पिटिसन छ कसले छिराउने भित्र भनेर। अनि हामी त्यता सकेर चाहिँ हल्दीतिर गइयो। घरको लागि सामानहरू सिद्धिरहेको थियो, हल्का सामानहरू तरकारी फलफुलहरू लिएर आयो। यहाँ चाहिँ अलिक फ्रेस पाइन्छ, राम्रो हेर्दैछ मलाई यो चाहियो यो चाहियो फ्रेस पाइन्छ। अनि हामीले अलिअलि सामानहरू किन्यो। अनि यहाँ चाहिँ कस्तो फ्रेस पाइन्छ। बाबु पनि उता खेल्दै थियो, फ्रुटहरू पनि कति राम्रो थियो कि फ्रेस एकदम। अनि यो सागहरू पनि कति राम्रो रहेछ, एकदम भर्खरै गरे टिप्यो यस्तो भित्र। अनि हामीले चाहिँ सामानहरू किनेर अनि बाबुले दुःख दियो अनि घरतिर आयो। साथीहरू बाई बाई।